यहीँ छु म यहीँ छु म यहीँ छु म त यहीँ छु देखेनस् म यहीँ छु हिँडिरहेको छु यही बाटोमा म यहीँ छु म यहीँ छु म यहीँ छु हेर्दैनस् देख्दैनस् म यहीँ छु म यहीँ छु यहीँ छु हिँड्दैछु यहीँ छु गर्दैछु यहीँ छु कस्तो भन्नु अहिले म अलिक ढिलो आएको भए उयो जेसिबीले हिर्काइदिन्छ तपाईँ कुन चाहिँ ट्रिपमा छ नआटिकन भन् त मोबाइल नभने म केही खान्दिनँ याद छ न तपाईँलाई अन्त त यस्तो बिटीहरू चाहिँ अरूलाई चाहिँ बुझिस् हामी चाहिँ के हो यो उयो जेनेरेसन चाहिँ पहिल्यै खाएर आएको बुझिस् होइन यस्तो दामी गीतले खाएर हक्नु पर्दैन भुँडीमै बोकेर हिँडिरहेको रहेछ दाले अन्त अहिले तेरो पिन चाहिँ भुँडीमा सारिदिन्छु एक लातमा अनि अन्डर पेन्ट चाहिँ भुँडीमा लाएर हिँड्नु क्या अन्त भुँडीमा सडिछु भुँडीमा त लगाएर हिँड्नु पऱ्यो यस्तो दामी गीतहरू लेख्छस् यसो सोबर भएर बस्नु पनि सक्छ त हौ ऱ्यापर भएर खानै पर्छ दा म खान्दिनँ मेरो बोली मात्रै यस्तै हो नि त हो दा खाएर मात्रै ऱ्याप गर्छु भन्ने छैन त हौ हामी चाहिँ के हो पहिला ऱ्याप गर्दाखेरि क्या हामीलाई चाहिँ ठुल्ठुलो दाजुहरूले यस्तो अङ्गलो मार्थ्यो तिमीलाई त आजकल अङ्गलो मार्नु पनि डर लाग्छ यसले बिगारेछ भनिदिन्छ कि भनेर हाउडेको बिला नगर्नु है दा मैले नयाँ गाना सुनेको सुन्ने नयाँ गाना होइन कि भाइ तिमीले गर्दा चाहिँ युथ बिग्रिन्छ बुझिस् यस्तो खालको ड्रेसअप गरेर यसरी गर्दै हिँडेर ऱ्याप गर्छ माने त तँ राम्रो लेख्छस् राम्रो गाउँछस् माने त हामीले तर भाइ यस्तो त्यो दानापाती खाएरै बिटी नदियो बुझिस यस्तो बेहोराले गर्दाखेरि क्या हो यस्तो बेहोराले अनुहार चाहिँ किन अन्त अनुहारले खायो भनेर चाहिँ अन्त दा खाएको हुनु पर्यो नि प्रुफ देखाउनु पर्यो नि मेडिकल गर्नु लाने लु हिँड्नु बरु मेडिकल गर्दिनु आजकल त यिनीहरूको पनि धमास त है अहिले मेडिकल गरिन् भाइ तैँले त्यो कसैले नखाने चिजहरू मेडिकल गर्यो भने दाल भात बाहेक अगाडि केही अरू निस्केछन् भन्नु न भाइलाई ल बेसी ओभर नगर्दै म यहीँ छु मलाई टेन्सन छैन बरु केही छैन बुझ्नु चल्दैन तिनीहरूको सोसाइटीको कुरा सुन्यो भने त नि आफू अघि बढ्नु होइन पछि सर्नु मात्रै हो म यहीँ छु सुन्दिनँ कसैको कुरा हुँदैन गाउँमा यस्तो मान्छेहरूलाई सोसाइटीमा राख्नै हुँदैन औडेमा यस्तोहरूले गर्दाखेरि दुनियाँ दामी दामी ऱ्यापरहरू बिग्रिन्छ त्यही नजरले हेरिदिन्छ हो भाइ